नेपाली कांग्रेस द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्छौं। हामी कुरा मात्रै गर्दैनौं, हामी विश्वास गर्छौं। सँगसँगै यसका केही उपायहरू छन्। म त सधैँ पहिचान, पहुँच र प्रतिनिधित्वको लडाईँमा म सधैँ तपाईहरुसित छु भन्ने कुरा तपाईहरुको माझमा राख्न चाहन्छु। आज मात्रै होइन, संविधान सभा भन्दा पहिले पनि मैले यो कुराहरू विभिन्न ठाउँमा राखेको थिएँ, बोलेको थिएँ। संविधान बन्दाखेरि पनि मैले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाईँमा हामी नेपाली कांग्रेसका सबै साथीहरू तपाईहरुको माझमा छौं, साथमा छौं भन्ने कुरा तपाईहरुले मनन गर्नुहुनेछ भन्ने विश्वास गरेको छु। त्यसकारण तपाईहरु ढुक्क भएर आफ्ना कामहरू गर्नुस्। हामी यो ठाउँको विकासको निम्ति के गर्नुपर्छ हामी गर्छौं। किनभने संस्कृति र सभ्यतालाई हामीले जोगाउन सकेनौं भने हामी सभ्य समाज बन्न सक्दैनौं। र हलेसी तुवाचुङ नै संस्कृति र सभ्यता को जन्मथलो हो भन्ने मलाई लागिरहेको छ। आज त झन् मैले जुन दर्शन गरेँ र यहाँ आएर मैले जुन तपाईको खियामा र तोयामाको दर्शन गरेँ, त्यसले मलाई के लागिरहेको छ भने यो ठाउँ अत्यन्त पवित्र ठाउँ हो र यसलाई हामीले विश्वको मानचित्रमा राखेर अगाडि बढ्न सक्नुपर्छ।